हजुरहरूलाई पनि एकदम पाइल्स छ, लङ टोयलेट हुन एकदमै गाह्रो हुन्छ बिहान, अनि खाना खाएको डकार एकदमै आउँछ, बेल्स एकदमै हुन्छ र तपाईँको पेट बर्न हुन्छ। तपाईँहरूले यो चिजहरूले सताएको छ भने यो हाम्रो किचनमा छ, यो अमृत हो है, यो खानुस्। यसले यो अहिले मैले सबै भनेको प्रब्लमको रोगको प्रब्लम सल्भ एउटाले गर्छ। यो भेजिटेबल हो, धेरै पैसा पर्दैन, नेपालमा 50 रुपियाँ भयो भने तपाईँलाई पुग्छ। यो खानुस् है, र यो चिजहरूबाट नेचुरल वेबाट तपाईँहरूको चाहिँ पर्मानेन्टली सोल्युसन हुन्छ है। तपाईँहरूले डक्टरको औषधि खाएर डक्टरलाई सोधेर खानुस् मैले यो खाना हुन्छ भनेर। अब यसको बारेमा म भित्र बताउँदैछु। तपाईँहरूलाई वेट लस गर्नुपर्छ भने छुट्टै तरिकाले खानुपर्छ भने तपाईँहरूको चाहिँ यो एसिडिटी र पाइल्सको प्रब्लमलाई हटाउनु छ भने छुट्टै तरिकाले खानुपर्छ। यो दुईटैको लागि म भित्र भन्छु, स्किप नगरिकन हेर्नु होला। हजुर नमस्कार सबैजनालाई। अब आजको टिप्स चाहिँ मेरो पाइल्स र डाइजेसन सिस्टम चाहिँ तपाईँहरूको बिग्रेकोलाई कसरी बनाउने, डकार आउने, एसिडिटी बढ्ने, छाती पोल्ने, पेट बर्न हुने, यसको लागि लिएर आएको छु है। आज मेरो शिकायत छ। अब मैले चाहिँ हतपत मेरो लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु बिचमा भन्दिनँ, म एकैचोटि लास्टमा भन्थेँ है। तर हजुरहरूले मलाई त्यति फेभर गरे जस्तो मैले देखिनँ। मेरो 300-400 जनाले हेर्नु चाहिँ जम्मा 30 वटा लाइक पनि आउँदैन। फर्स्ट त आउने बित्तिकै एउटा लाइक गरिदिनु होला है। अनि खेर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन थिचिदिनुहोस्। मैले यो सबै होम रेमेडिजहरू लिएर आएको हुन्छु। म डक्टर पनि होइन, वैद्य पनि होइन। पहिला चाहिँ 2 वर्ष चाया पोतो र यो एसिडिटीबाट धेरै दुःख पाएर म 2 वर्ष डक्टर कहाँ धाउँदा खाउन्जेल हुने, लाउन्जेल हुने, त्यसपछि वर्क नगरेपछि म ब्याक टु होम रेमेडिजमा आएपछि मेरो यो दुईटै प्रब्लम सल्भ यसमा भएको भएर मैले यो टिप्सहरू लिएर आउँछु होइन। यो प्रुफ भइसकेको, यसको साइड इफेक्ट हुँदैन। यो खाएर हजुरको शरीर राम्रो नै भयो हुन्छ, नराम्रो हुँदैन। कुनै पनि हजुर रोग छ, औषधि खाएर बिमारी हुन्छ नि डक्टरलाई पनि सोधेर खाए हुन्छ। मलाई लाग्छ 100% डक्टरहरूले यो खानुस्, तपाईँलाई एकदम राम्रो कसले सजेसन दियो भन्नुहुन्छ होला है। अब यसलाई खाने तरिका र वेट लस हुँदा कसरी, र वेट के अरे एसिडिटी हुनेलाई कसरी खाने, र पाइल्स हुनेलाई कसरी खाने, अब म यो बताउँदै जान्छु। हजुरहरूले स्किप नगरिकन हेर्नु होला। अब यो फर्स्ट अफ अल यो के हो त भन्दा यो क्याप्सिकम, यहाँ ब्ल्याक पेपर भन्छ, यो पेपर भन्छ है। हाम्रो नेपालीमा भेडे खोर्सानी भन्छ है। नेपालीमा भेडे खोर्सानी धेरै जस्तो यो कलरमा पाउँछ हाम्रो है। यो आज मैले दुईटा कलर ल्याए, दुईटा रोगको लागि दुईटा कलर ल्याएको छु। यसले चाहिँ दुईटै रोगलाई पनि निवारण गर्छ भने यसले चाहिँ एउटा रोगलाई धेरै निवारण गर्छ है। यो तपाईँको अलिकति धेरै एक्सपेन्सिभ हुन्छ नेपालमा, यो तपाईँको अलिक सस्तो हुन्छ है। अब यो दुईटैको बारेमा भन्छु, हजुरहरूले राम्रोसँग स्किप नगरेर गर्नु होला। एउटा लाइक त बन्छ, एउटा लाइक गरिदिनुहोस् है। अब तपाईँहरूलाई चाहिँ वेट लस गर्नु छ भने तपाईँहरूले यही खानुपर्छ है। यसलाई नै खाने। यसलाई कसरी खाने, मेरो वर्ल्ड वाइडबाट हेर्नुहुन्छ, नेपालीहरूले अझै धेरै हेर्नुहुन्छ। अब त हजुरहरूले चाहिँ म चाहिँ नेपाली फुडको बारेमै भन्छु, त्यही अनुसारले अरू फुडलाई पनि गर्नु होला। म पनि लन्डनमा बस्छु, तर मैले ब्रेकफास्ट जे खान्छु त्यसमा यो साइडमा राखेको हुन्छु होइन। अब यसलाई खाने तरिका चाहिँ के भने, बिहान दाल भुजा तरकारी लिनुहुन्छ तपाईँहरूले भने यो दुईटा लिनुहोस् है। तपाईँहरूले दिनको दुईटा यो लिनुहोस्। यसलाई काटेर यो भित्रको फालेर काट्नुहोस् र दुईटा लिनुहोस् र यसलाई काटेर 3टा डिभाइड गर्नुहोस्, 3 भागमा बनाउनुहोस् है। बिहान हजुर भुजा खाँदा 1 भाग हाल्नुहोस्, खानुहोस्। बेलुका दिउँसो नास्ता गर्नुहुन्छ, यदि बाहिर हुनुहुन्छ, बाहिर नास्ता के भन्दा एउटा जिपलकमा हालेर लिएर जानु आफ्नो शरीरको लागि, के पनि नबिग्रिँदैन यो, न फ्रिजमा राख्नुपर्छ, लिएर जानुहोस्। के लन्च हुन्छ तपाईँहरूको नास्ता, त्यो झिकेर खानुहोस्। बेलुका घर आएपछि कसैको लन्च हेभी गऱ्यो भने घरमा आएर खाने बानी, तर यसलाई चाहिँ खानुहोस् होइन। यसले वेट पनि बढ्दैन, डाइजेसन सिस्टमलाई पनि स्ट्रङ बनाइदिन्छ। बेलुका आएर यो मात्रै खाएर सुत्दा पनि हुन्छ यदि खाने बानी छैन भने। यो भयो तपाईँहरूको चाहिँ उसको लागि, वेट लसको लागि है। भने डाइजेसन सिस्टमको लागि यो खानुहोस्।
यो चाहिँ मैले किन लिएर आएको, त्यसले डाइजेसन सिस्टम दुइटैलाई पनि हुन्छ। यो मैले किन धेरै यो पाउँछ, धेरै सस्तो यो हुन्छ, त्यही भएर यसलाई पनि ल्याइदिएको होइन। हामी पैसा अफोर्ड गर्छौँ, यही खान्छौँ भने यही एउटा खानु भए हुन्छ, दुइटैलाई वर्क गर्छ। तर वेट लसको लागि चाहिँ यो कि अरेन्ज कि चाहिँ येल्लो नै खानुपर्छ, रेड पनि हुँदैन, ग्रिन पनि हुँदैन है, यही खानुपर्छ भने अब यो चाहिँ तपाईहरुको पाइल्सको लागि र एसिडिटीको लागि पनि यो पनि हुन्छ। यो काटेर खाँदाखेरि गुलियो गुलियो मिठो हुन्छ है, काँचो नै एकदम मिठो हुन्छ। यसलाई खानुस्। अब यसबाट पाउने फाइदाहरू के छ भन्दा एसिडिटी र तपाईको पाइल्सको त मेन भइ नै हाल्यो भने अब तपाईहरुको यो चाहिँ पफी, यहाँ आँखा सुन्निन्छ, मेरो एकदमै सुन्निन्छ। पफी जस्तो पाइल्सको पर्मानेन्ट औषधि छैन, त्यस्तै यो आँखामा पफी या आँखा सुन्निने कि यत्रो पानी जस्तो झुन्डिने त्यसको पनि छैन है। मेरो राति ढिलो सुत्यो अथवा केही एकदमै धेरै मलाई स्ट्रेस भयो, टेन्सन भयो भने मेरो बिहान यो फुलेकै हुन्छ है। मेरो यहाँ साथीहरूले अपरेसन गर्नुभएको हुन्छ तर नो वर्क, गरुन्जेल हो फेरि अर्को आइहाल्छ। यसलाई चाहिँ सोल्युसन गर्ने हाम्रो शरीरबाटै पानीलाई चाहिँ रिड्युस, यो हामीले खाएछ हाम्रो पानी नचाहिने पानीहरू यसले फालिदिन्छ, भित्रको चाहिने राख्छ नचाहिने फाल्छ, त्यसपछि हाम्रो यो नचाहिने पनि सोरिन्छ। त्यही हुनाले यसले एउटा त्यसलाई पनि एकदमै धेरै फाइदा गर्छ है। र डाइजेसन सिस्टमलाई चाहिँ मेटाबोलिजम एकदम हाई गराइदिन्छ हाम्रो, जसले गर्दा हाम्रो खानाको सिस्टम चाहिँ एकदमै स्ट्रङ भइदिन्छ र खाएको चिजहरू पच्छ हैन। अब यो कुराहरू चाहिँ हजुरहरूले यसरी नै मैले भने जस्तै गरेर मिलाएर खानुभयो भने यो अहिले जति पनि मैले रोगहरू भने तपाईको पेट बर्न हुँदैन, तपाईको के अरे ग्यास्ट्रिक हुँदैन, हुलुक्क पानी आउँदैन, छाती बर्न भएर तपाईहरुलाई बाहिरबाट आयो मलाई एकदम छाती बर्न भएको छ, मैले योभन्दा अगाडिको भिडियो पनि एकदम अमृतै छ है। अब छ भने फ्रिज खोल्नुस्, यो छ चटचट काटेर खानुस् त, विदिन 5 मिनट तपाईहरुको त्यो छाती पोलेको जान्छ। यो त्यस्तो चिज हो। मेरो भिडियो अलिकति लामो हुन्छ, म चाहिँ घर परिवारलाई भने जस्तै भन्छु, किन सोलुसनको लागि भन्छु। म त्यो भाइरल हुनलाई युग हुनलाई मैले त्यसरी गरेको हुन्न, किनभने मैले जे थाहा पाएँ, जे जसरी खाएँ मैले त्यसरी नै घर परिवारमा तपाईहरु पनि मेरो एउटा फ्यामिली मेम्बरको हिसाबले मैले चाहिँ यो गर्ने अवेरनेसको लागि, बिजनेस पर्पजको लागि हैन। मलाई इमेलहरु आउँछ यो गर्दे एड गर्दे भनेर, मैले कहिले पनि गरेको छैन। हो मलाई एकदमै भनेको जस्तो आयो भने म गर्छु। अहिले मलाई दिनमा एउटा इमेल आउँछ, तर म त्यो गर्नलाई चाहिँ म कन्भिन्स भएकोलाई मात्रै मैले गर्ने हो है, बिजनेसको लागि म गर्दिन। भगवान कृपाले मतलब लान खान पुग्ने छ। तर तपाईहरुलाई यस्तो हाम्रो किचनमा के म यति 2 वर्ष रोको म यो पिगमेन्टेसनले त म डिप्रेसनमा पुगेको मान्छे हुँ हैन, घरैबाट निस्किन त्यस्तो अवस्थामा आखिर मलाई केले काम गर्यो भन्दा घरको। त्यही भएर हजुरहरूले पनि होम रेमेडी अपनाउनै पर्छ। हाम्रो आयु पनि एकदमै लामो हुन्छ, त्यही हुनाले भिडियोलाई स्किप नगरी हेर्नुस् र यसलाई चाहिँ यसरी नै रेगुलर भन्दै मैले भनेको जस्तो गरेर खाँदै जानुस्। मैले भनेको चिजहरू तपाईहरुले कुनै औषधि कुनै रोगको लागि खाइरहनु छ नि डाक्टरलाई सोधेर खानु। मलाई लाग्छ 100% उहाँहरूले पनि तपाईहरुलाई खानुस् भन्नुहुन्छ होला, किन एकदम नेचुरल सोर्स मात्रै मैले लिएर आएको हुन्छु। 100% साइड इफेक्ट नहुने मात्रै मैले लिएर आएको हुन्छु। एकचोटि फेरि जाँदा जाँदै लाइक गरिदिनु होला, सब्स्क्राइब गरेर बेल आइकन थिचेर शेयर गरिदिनु होला। हस्, हजुरहरूलाई यो पनि मन पर्यो भने लाइक शेयर कमेन्ट बेल आइकन थिचेर सब्स्क्राइब गरिदिनु।